मानवीय र सामाजिक कार्यमा क्रियाशील लुम्बिनी वेलफेयर सोसाइटी नेपालले विपद सम्बन्धी सचेतना कार्यक्रम गरेको छ। विभिन्न समयमा परिआउने विपदबाट रोकथाम कसरी गर्ने र कसरी बच्ने बारेमा जानकारी दिने उद्देश्यले सो सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रूपन्देहीका प्रमुख श्याम बहादुर खत्रीले ट्राफिक प्रहरीलाई समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले समन्वय नगर्नाले दुर्घटनाको जोखिम बढिरहेको बताउनुभयो। विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका कार्यालयहरूले आफूहरूसँग सरसल्लाह नगरी पुनः निर्माणका काम गर्दा त्यसैका कारण सडक अस्तव्यस्त भई दुर्घटना हुने दावी गर्नुभयो। प्रमुख अतिथि खत्रीले सबैले नियम पालना गरेमा दुर्घटनाको जोखिम हट्ने विश्वास व्यक्त गर्दै विपद आउनु अघि पूर्व तयारीमा रहनु पर्नेमा जोड दिनुभयो। त्यसका लागि आवश्यक स्रोत र साधनलाई तयारी अवस्थामा राख्नुपर्ने र सर्वप्रथम विपदमा परेका घाइतेहरूको उद्धार गर्नुपर्नेमा जोड दिनुभयो। हामी जहिले पनि पूर्व तयारीको चरणमा बस्नुपर्छ। यो 2072 सालको भूकम्पमा म काठमाडौँ हनुमाननगरमा थिएँ। मैले हेर्दा त्यहाँका धराला पनि लडे, त्यसपछि पुराना मठ मन्दिरहरू सबै भत्ताभङ्ग भयो, उइली मण्डल भयो, बाटाहरू सबै ब्लक भए। त्यहाँ अब एम्बुलेन्स जान सक्ने अवस्था थिएन। घाइतेहरू छटपटाइराखेका थिए, सबै च्यापेर रहेर बसिरहेका अवस्था थिए, ऐया कराइरहेका अवस्था थिए। तर ती घाइतेहरूलाई उद्धार त गरियो, तर लानको लागि चाहिँ एम्बुलेन्स जान सक्ने अवस्था थिएन। सबै कार्यक्रममा संस्थाका अध्यक्ष डीएल शर्मा दुर्गा भूषालले विपद सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण दिनुभएको थियो। अध्यक्ष शर्माले विभिन्न प्रकारका विपदले पार्ने असर र त्यसबारे बच्ने उपायबारे सचेतनामूलक सामग्री प्रस्तुत गर्नुभएको थियो। त्यस्तै पर्यावरण संरक्षण नेपाल रूपन्देहीका अध्यक्ष गंगा पोखरेलले सबैभन्दा पहिले हाम्रो वातावरण र हाम्रो पर्यावरण जोगाउन जरुरी रहेको बताउँदै यसमा प्रत्येक व्यक्ति चनाखो हुनुपर्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर 8 का वडा अध्यक्ष यज्ञ पंगेनीले यस संस्थाले समाजमा महत्वपूर्ण काम गरेको प्रति प्रशंसा व्यक्त गर्नुभयो। आगामी दिनमा वडा स्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जुनसुकै विपदबाट बच्न सबैभन्दा पहिले आफै सचेत रहनुपर्ने बताउनुभयो। संस्थाका सल्लाहकार समुद्र जीसीले संस्थाले महत्वपूर्ण र प्रभावकारी काम गरेको बताउनुभयो। उपाध्यक्ष प्रतिभा पाण्डेको स्वागत रहेको कार्यक्रममा महासचिव ध्रुव पाण्डेले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने अध्यक्ष डीएल शर्मा दुर्गा भूषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।